बालेन्द्र शाह जानुपर्ने ठाउँमा रवि लामिछाने भारत किन जाँदैछ? कालापानी लिपुलेक बालेन्द्र शाहले त छोडिदिनुहोस्। Our Prime Minister Balendra Shah has pushed for peaceful talks with neighbour India. Balendra Shah has sparked political controversy in the Himalayan region. अब मदन भण्डारी बीपी कोइराला फर्किएर आए पनि कहिल्यै फर्काउन सक्दैन, किनकि 1816 को सुगौली सन्धिमा लेख्न छुट्याइएको एउटा शब्द, जुन शब्दको कारणले हामी कालापानी लिपुलेक लिम्पियाधुरा लगायतको 335 किलोमिटर क्षेत्रफलको जमिन गुमाउन परेको छ। बालेनले जतिसुकै कूटनीति रणनीति अपनाए पनि अब त्यो क्षेत्र कहिल्यै नेपालको हुन सक्दैन। त्यो क्षेत्रमा पर्ने 3वटा गाउँ नाबी, गुटी र गुन्जी लगायतका 3वटा गाउँमा भारत सरकारले स्टेट बैंक अफ इन्डिया स्थापना गरिसकेको छ। त्यो क्षेत्रमा बसोबास गर्ने प्रत्येक घर परिवारले रु 1 रुपैयाँमा चामल, त्यो क्षेत्रका प्रत्येक घर घरमा भारत सरकारले सडक पुगाएको छ, विद्युतको व्यवस्थापन गरेको छ। त्यस्तो सेवा सुविधा हाम्रो राजधानीको नागरिकहरूले पाएको छैन। त्यस्तो सेवा सुविधा छोडेर ती गाउँका मानिसहरू नेपाली बन्न चाहन्छन् होला। त्यो शब्द कुन हो जसले गर्दा त्यो क्षेत्र कहिल्यै हाम्रो हुन सक्दैन? त्यो जान्न हामी 18औं शताब्दीतिर फर्किन पर्छ। 1814 देखि 1816 सम्म इस्ट इन्डिया कम्पनी र गोर्खा बीच एङ्ग्लो नेपाल वार हुन्छ। 4 अक्टोबर 1816 इस्ट इन्डिया कम्पनीको तर्फबाट कोलोनल प्यारिस र गोर्खाको तर्फबाट गुरुराज मिश्रको संयुक्त हस्ताक्षरमा सुगौली सन्धि गरिन्छ। सुगौली ट्रिटीको दफा 5 मा स्पष्ट पारिएको छ, काली नदीको पश्चिमतर्फ पर्ने भूभागमा नेपालले आफ्नो हक दाबी कहिल्यै गर्ने छैन। यो बुदामा लेखिएको काली नदी, जसलाई हामीले महाकाली र भारतले शारदा नदी भन्छ, यो महाकाली वा शारदा नदीबाट अपस्ट्रिम जाने हो भने गुन्जी भन्ने ठाउँमा लिम्पियाधुराबाट आउने एउटा स्ट्रिम र कालापानी क्षेत्रबाट आउने अर्को स्ट्रिम मिसिएर यो नदी बनेको छ। अहिलेसम्म यो भूमि भारत र नेपाल बीच विवादमा आउनुको कारण एउटा शब्द छ, जुन हो मुहान। सुगौली सन्धिमा काली नदीको मुहान लिम्पियाधुरा हो या कालापानी हो भनेर स्पष्ट पारिएको छैन, जसको कारणले अहिले यो सबै विवाद उत्पन्न भएको छ। मुहान स्पष्ट नभएकै कारण नेपालले लिम्पियाधुराबाट आउने नदी नै काली नदी हो भनेर दाबी गरिरहेको छ। भारतले कालापानीबाट आउने स्ट्रिम नै काली नदी हो भनेर दाबी गरिरहेको छ, जसको कारणले हामीले कालापानीभन्दा पश्चिममा पर्ने सबै भूभाग गुमाउनु परेको छ। सुगौली सन्धिमा लिम्पियाधुरा काली नदीको मुहान हो भनेर स्पष्ट पारिदिएको भए अहिले भारतले त्यो क्षेत्रमा कुनै हक दाबी गर्न पाउने थिएन। तर मुहान स्पष्ट नभएकै कारण भारत सरकारले कालापानीबाट आउने स्ट्रिम, जुन लिम्पियाधुराबाट आउने स्ट्रिम भन्दा निकै सानो छ, पानीको भोल्युम निकै कम छ, लम्बाइमा निकै सानो छ, त्यसलाई काली नदी हो भनेर हक दाबी गरिरहेको छ। त्यसैको कारणले स्ट्र्याटेजिकली इम्पोर्टेन्ट एरिया लिपुलेकलाई चीन र भारतले एकलौटी रूपमा प्रयोग गर्ने सहमति गरिरहेका छन्। मे 15, 2015 भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गरिरहेको बेला चीन र भारत बीच लिपुलेक पास हुँदै सीमा व्यापार खोल्ने सम्झौता हुन्छ। नेपालमा त्यसको खुब विरोध हुन्छ। नेपाल सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाउँछ। त्यो कूटनीतिक नोटको बदलामा फेरि भारत सरकारका होम मिनिस्टर राजनाथ सिंहले दार्चुला हुँदै मानसरोवरसम्मको 80 किलोमिटर सडकको इनोग्रेसन गर्छ। यी घटनाक्रमहरूले स्पष्ट पार्दै थियो भारत सरकारले कुनै पनि हालतमा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको क्षेत्रलाई कुनै हालतमा पनि नेपाललाई छोड्नेवाला छैन। एकातिर भारत सरकारले त्यो क्षेत्रमा सेना तैनात गरेको छ, स्टेट बैंक अफ इन्डियाको ब्रान्च खोलेको छ, त्यहाँ बसोबास गर्ने नागरिकहरूको लागि सडक, बिजुली बत्ती लगायत हाई फेसिलिटिजहरू प्रदान गरेको छ। अर्कोतिर मे 20, 2020 मा भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नेपालको चुच्चे नक्सा सार्वजनिक गर्छन्। हाम्रो दृढ सङ्कल्प र अटल आत्मविश्वासका साथ
हामीले सङ्कलन गरेका यथेष्ट प्रमाणका आधारमा यसअघि नक्सामा छुट्याइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने बिन्दुमा आइपुगेका छौँ। मलाई लाग्छ त्यो भूमि नेपालले फर्काउन सक्नु भनेको फलामको चिउरा छ र हो। यद्यपि बालेन प्रधानमन्त्री भइसकेपछि त्यो सीमा विवाद नसुल्झिएन्जेलसम्म भारत भ्रमण नगर्ने स्पष्ट अडान लिएको देखिन्छ। जो कि जेनजीओ के लीडर हैं, उन्होंने हाल ही में कुछ ऐसा किया है जिसे कूटनीति के जानकार, अंतर्राष्ट्रीय संबंधों के जानकार एक सेल्फ गोल की स्थिति में देख रहे हैं। तर त्यो सीमा विवाद सानो तिनो समस्या चाहिँ हुँदै होइन। अन्तर्राष्ट्रिय प्र्याक्टिसहरूलाई, अन्तर्राष्ट्रिय मूल्य मान्यताहरूलाई हेर्ने भने त्यो स्ट्रिमलाई मुख्य नदी मानिन्छ, जुन स्ट्रिममा पानीको भोल्युम बढी छ, जसको लेन्थ बढी छ, जसको विड्थ बढी छ। यदि त्यसरी हेर्ने हो भने लिम्पियाधुराबाट बग्ने नदी नै काली नदी हो भन्ने स्पष्ट हुन्छ र कालापानीबाट बग्ने नदी सहायक नदी हुन्छ। ईस्ट इन्डिया कम्पनीले 1819, 27, 36, 50, 56, 57 जारी गरेका लिम्पियाधुरा सहितको नक्सामा लिम्पियाधुराबाट बग्ने नदी नै काली नदी हो भन्ने स्पष्ट हुन आउँछ। भैरव रिजालका अनुसार सन् 2035 सालमा कुटी, गुन्जी र नाभिका जनताहरूले नेपालको तिरेको प्रमाणहरू पनि छरपष्ट छ। जुन भूमि नेपालको हो भने स्पष्ट प्रमाण हो। हजुर, बाकायदा जनगणना गरेर आएको छ। पनि नेपालै हो, नेपालै थियो। त्यो बेला त हिन्दुस्तानले कालापानीमा हिन्दुस्तान पसेकै थिएन नि। तर त्यो भूमिलाई नेपालतर्फ फर्काउन कि त नेपाली सेनाले भारतीय सेनासँग लडाइँ लड्नु पर्छ, जुन सम्भव छैन, कि त नेपाल कूटनीतिक हिसाबले निकै मजबुत स्थितिमा हुनपर्छ, त्यो पनि सम्भव छैन। भारतको यो दमनको विरुद्धमा नेपालले निकै अगाडिदेखि लड्दै आएको छ। लिपुले कालापानी मात्रै होइन, नेपालका हजारौँ ठाउँहरूमा भारतले थिचोमिचो गर्दै आएको छ। नेपाली युवाले त्यसै सीमा विवादको कारण दोधरा चाँदनीमा भारतीय सेनाको गोलीबाट मृत्युवरण गर्नु परेको छ, जुन नेपालको लागि निकै दर्दनाक पीडादायक थियो। अब रवि लामिछाने र शिशिर खनालको भारत भ्रमणले यो विषयलाई रिजल्भ गर्ने कोसिस गर्नेछन्, तर यो कठिन विषय रिजल्भ गर्न निकै कठिनाइ हुनेछ, लगभग असम्भव हुनेछ।